हेलो गाइज, फाइनली नेपालको प्रधानमन्त्री सुन्तला चाहिँ यहाँ छ। करेसाबारीमा फलेको कागती यो खाएपछि लु खा, मैले पैसा दिन्छु 50 रुपियाँ। साँच्ची हात मिला। लु 50 रुपियाँ दिन्छु है। त्यो रियाक्सन के हुनु भएन है। यता फर्किन, म 50 रुपियाँ दिन्छु है। हाँस्नु पनि नपाएँ, दाँत देखाउनु पनि नपाएँ। तिमी हाँस्यो। दे किन खरै शान्तिमा किन एउटा खाज है। दिन्छु, साँच्ची दिन्छु, 50 रुपियाँ दिन्छु हौ। एउटा खान अझै लिएर मैले ल्याउँछु सानो। लु मलाई पनि ल्याइदिए, कसको नदेखाउनु ल। भा मैले जितिहाल्छु अनि दिनु पर्दैन नि त। साँच्ची लु सानो है म चाहिँ, तर म त बोक्रो मन पर्दैन है। गाई चाहिँ यहाँ चाहिँ च्यालेन्ज हुँदैछ। अलि सानो है मेरो, तिम्रो भन्दा मुख सानै छ मेरो। उयो न एउटा यत्रो लो सानो सानो तितो हुन्छ कि कस्तो हुन्छ हौ। सबै मरिसक्यो। उतापट्टि चाहिँ अलिअलि छ। मलाई अलि सानो है। ए भएन अलिक भयो। अलि ठुलो ठुलो टिप्न बरु, दाँत कुरिसक्यो। ढाकार भयो। ओ तिम्रो टाउकोमा छ त एउटा। उहाँ हौ। खोइ म उधोको यो लु च्यालेन्ज खाउँ। यो मैले खाएर रियाक्सन मैले दिनँ भने मैले अघिको 50 रुपियाँ दिनु पर्दैन हो। फेरि यो होइन, मैले रियाक्सन नगरी खाएन फेरि 50 थप्नुपर्छ तिमीले। 100 रुपियाँ दिनु अनि ए हो त नि, अघिको पनि छ। च्यालेन्जको च्यालेन्ज हो त। लु है गाइस, अब सुरु हुन्छ है हाम्रो च्यालेन्ज। लु कसले छिटो चाहिँ नखानु है, म ढिलो खान्छु ल। लु 1 2 3 4। कसरी खानु यत्रो ठुलो चाहिँ मुखमा मार्दैन। ए मैले जिते। अर्को छिटो होइन है भनेको होइन। अनि मैले हाँस्छ नि, आया डल्लै छ कहिले निहाले भन्नु मन छ। अझै खेल्छस्? झन्नै बिगारिहालेको थिइस् नि फेरि। बिगार्दिनँ हौ। तिमीले फर्स्ट टाइम बोक्रोसँग पनि खाइस् नि। जित्नु छ नि त मलाई। ए 50 रुपियाँ त फेरि थप्नुपर्छ नि त्यसलाई चाहिँ। खाइसक्यो, दाँतमा सबै हाल्छ है। भरे मासु के ल्याउनु। जितेँ मैले है, मैले पनि जितेँ। 50 रुपियाँ गयो नि। गयो फेरि 50 थप्नुपर्छ नि। मैले पनि 2 पटक खाएँ त। अघिको चाहिँ दिनु छ नि। तितो चढ्यो बाँदार नि। ए सरी भरे सानो सानो तिमीलाई दिन्छु। छिटो चढ्यो। यो चाहिँ उता बिहे गरेर जाँदा पनि घाँस काट्नु चाहिँ चढ्नु सक्दो रहेछ। तर भनेको मात्रै, यो खानुमा त जो पनि चढी गइन्छ कि। अलि ठुलो टिपे। के पो भन्न आँटेको थिएँ मैले, बिर्सेँ ल। छ्याप भन्छ फेरि। छ्याप एउटा अब लास्ट छ्याप। आचिला नाङमै भाँसीको। हामी चाहिँ सुन्तला च्यालेन्ज खेल्दैछौँ। होइन म अलि लोभी पनि छु नि त, त्यही भएर धेरै नै दिन्छ सधैँ नै। खाइस् तैँले नि। अनि भन् अरू के भन्छस्? नमस्ते। के भन्नु मैले चाहिँ? ए अलि छिटो होइन है।
यहाँ पर हौ घरभित्र के उता पर बरान्डामा बरान्डामा बरान्डा 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 ओइ घाम छ त यहाँ नि उही यहाँ नि सुन्तला रहेछ यो बाटा के ठाडो कहिले तिर्सु बनाउँछस् तेरो पारा चाहिँ के हो यस्तो लाटा यो चाहिँ दाजुको यो चाहिँ भाइको यति धेरै खाइसकौँ ल खाइसक्नु त सबै अब के हो यो चाहिँ ए यस्तो नै भिडियो यो बिमाको हो यो सबै भर्नु पर्ने यो चाहिँ यो हो म 2 फुटको नाप्ने यो चाहिँ अलिक ओभर साइड लगाइदिउँ होइन यो चाहिँ यहाँ अब चाहिँ स्ट्रेट राख्छ है भाउ राम्रो देख्दो रहेछ ओकाएर खानु किन ओकाइ हौ सबै ओकाउँ होइन केमा राख्नु यस्तो पनि राख्नु यहाँ राख्नु ओकाएर यहाँ राख्नु होइन अनि तिमीभन्दा म चाहिँ अलिक थोरै खान्छु होइन कति एकजना कि दुईजना जति काम हुन्छ धेरमा दुईजना है 2 4 6 8 10 12 वटा छ 12 वटा मात्र खाऊ ठुलो सानो मिसाउने अनि त्यहाँबाट उसले चाहिँ 2 जना बढी खान्छ मैले चाहिँ अलिक थोरै खान्छु अनि कस्तो छिटो खाइसक्नु होइन बोल्नु तल नफाले यहाँ राख्नु साइको खाने कि 50 ए साँच्ची पैसामा पो त नि अनि के उसले जितिहाल्छ मेरो पैसा गइहाल्छ क्या 50 गई तिम्रो पैसा खोइ पहिला अझै दिनुपर्छ नि पैसा भिडियोमा देखाउनु ला कसम भराइदिइहाल्छ निमेशकोमा हिजो पसमा मेरो बिर्सिरहेको थियो कति रुपियाँ अनि पर लिनु जान्छस् भरे म माथि दिइहाल्छु क्या यो चाहिँ एउटै अघिको पनि 50 रुपियाँ दिनु छ मैले किन बित्थामा खेले जस्तो लागेर 100 रुपियाँ पो दिनुपर्छ अझै म जितेन त अघि सुरुमा त मैले दिन्छु भनेर खानु लागेको थिएँ नि खोइ हाम्रो सुन्तला पनि देख्दैन अनि फेरि मैले पनि रियाक्सन गरिनँ नि त फेरि त्यो पो त त्यस्तोमा त कहाँ गर्छस् त अनि हार्छ त हुँदैन किन फेरि खेल्नु कसरी हार्यो 2 जनै जितेको त्यो बेला त पछि अगाडि हो मैले 50 रुपियाँ जित्दा क्या त्यो त मैले भए रियाक्सन दिइहाल्छस् तिमी धेरै अमिलो हुन सक्दैन सोचेर नि नि तिमी जस्तै त खानु जित्नु पर्यो भने त सबै गर्न सकिन्छ त कथा नहालिनुहोस् नि त म त खान्छु यस्तो हो नि त यो चाहिँ नदे मान्छे चाहिँ कहाँ छु म मिलाउँछु एकछिन ऊ सबै झरी जान्छ यस्तै लो भेर गर्छ है त तर सुन्तला खाउँ भने चाहिँ मैले तिमीले अर्को पनि 50 रुपियाँ दिनु पर्थ्यो जस्तो लाग्छ मलाई कुन हो अनि सुन्तला खाउँ भने मैले ए फिया बाँडौँ साँच्ची ल अस्ति म एउटा भाइ गीत गाएको थियो यस्तो कमेडी थियो तर डिलिट भएछ क्या आफै होइन क्या मेरो रियल भोइस सुन्दा अलिक बोधो कराउँछ नि त तर त्यो कुनै कराउनु लाग्यो त नि त्यही त त्यो भिडियोतिर सुन्दा चाहिँ फेरि शङ्ख बजेको जस्तो कराउँदो रहेछ अन्त त्यस्तै सुनिन्छ बोल्नु आउँछ आइम एक्साइटेड आइज इङ्ग्लिस च्यालेन्ज ल ल सोध पहिला म त जान्दिनै मलाई अप्ठ्यारो चाहिँ थियो युट्युबमा हाल्दिनँ तर त्योमा हाल्छु बस अरू यस्तो हुँदा म त पुछिन्छु दुधै पिएँ छ्या यस्तोहरू त नहालौँ न भरे खाँदा पनि घिन लाग्छ कि मलाई यो एउटा त फुटी नराम्रो रहेछ न त खानु खोज्दै थिएँ खाइहाल्यो खाँदिन है भरे पेट अगाडि जान्छ र फेरि गाह्रो हुँदैन मलाई यस्तोहरू पनि फाल्नु र खाइहालौँ न यही त अनि सुन्तलाको मेन त्यो ए बाँड्न थाली खाएको गान्नी फेरि म मिस्टेक गर्दिनँ तिमीले चाहिँ नबाड्न गान्नी फेरि म मिस्टेक गर्दिनँ तिमीले चाहिँ नबाड्न के बोले भाइ अब के बोले के छ थाहा भावी बोले के गर्नु म मात्र यहाँ 4वटा छ यो निकाल यी तिनवटा न यो दुईवटा फेरि हेर यहाँ तँलाई सानो दिएको छु फिया मेरो कसरी यति धेरै भयो नबाड भन्दैछु है 3 होइन अनि मेरो पनि 3 2 खै मेरो 4वटाको 4वटा ए अनि अब फेरि आउँछ नि 4वटा कसरी तेरो यहाँ छैन नि त हेर 3 6 9 10 11 12 13 14 15 16 17 18 19 2 5 होइन 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 4वटा चाहियो ओइ 5वटा हालिस ओइ 5वटा हालिस गान त्यो कतिवटा छ लु गान त लु जम्मा ए यो कसको तेरोमा 20वटा छैन के 3 3 6 होइन अनि 6 मा 5 11 होइन 12 13 14 15 16 17 18 कस्तो लाटी एउटा
ए न एउटा तेरोमा एउटा मेरोमा एउटा एउटा तिम्रोमा यस्तो दुईटा तिनटा नजाउने खाँदा नाकबाट झोल निस्किन्छ नि फेरि नजाउने खाँदा नाकबाट झोल निस्किन्छ नि फेरि दुईटा दुईटा दुई कतिवटा कोक्ती आउँदैछ यता तिन चार यहाँ ओइ मलाई इच्छा यस्तो यो म खाँदै यहाँ दुई मेरो एउटा हाले चाहिँ दुई। मेरो एउटा खाँदैन त्यो नराम्रोहरू चाहिँ एउटा मात्र हालिदिन्छु एउटा दुई दुई न दुई तेरोमा दुई ओ यहाँ दुई हालिसके यो दुई होइन यो एकछिन हाल न के तर तिमीलाई चाहिँ पर्यो म बाँड्छु भनिरहेको छु त कस्तो अब फेरि दुई। यहाँ यहाँ एउटा छ यहाँ एउटा दुई दुई दुईजना तिमीले खान्छु भनेको हेर ऊ दुईटा लु म तिनवटा खान्छु यिनीहरू ला बोक्रो भएन जुन ठुल्ठुलो चाहिँ मलाई खुवाएर हुन्छ त नि लु एउटाको आधामा खान्छु नि त यो ओइ लु म यति चाहिँ आम्मामा हेरेँ लु तेरो भन्दा चाहिँ फेरि पर मेरो हेर देखिँदैन तिम्रो मात्रै देखिन्छ एकछिन लु यो चाहिँ मेरो यो चाहिँ भाइको यहाँ एउटा अनि आधा चाहिँ उसको धेरै छ मेरो चाहिँ यति अनि कसको छिटो खाइसक्नु 50 रुपियाँ होइन रेडी यस रेडी आई एम आमा उसले सकिहाल्छ म त खानु सक्दिनँ अनि म ढिलो हाल्छु कि फेरि एकजना आधै बढी छ म बरु हाँसाउँछु तिमीले हाराइहाल्छु ल अब स्टार्ट हुन्छ है ओइ तैँले जित्छ ल मलाई म यति धेरै खानु सक्यो भने बरु म हार्छु होला म यति धेरै खायो भने बरु म भात खानु सक्दिनँ तेरोभन्दा धेरै यहाँ भिडियोमा हेर्दा यहाँ धेरै देखिन्छ तर यहाँ छ नि भित्रको मेरो यत्रो हेर्दा ल हेर्दा तेरो जस्तो राख्यो भने त उही ला कति हो बिचारे एउटा है एक खिया ल यति धेरै मैले खाइसक्यो ल ल ल छिटै छिटै 3 2 1 गो स्टार्ट एकछिन नि मलाई डर लाग्छ तर त ग्याजो खेल्छस् होला हौ किन भन्न मलाई ग्याजो खेल्छस् जस्तो लागेको छ किन हौ म हाँसाउँछु बरु तिमीलाई ग्याजो चाहिँ नखेल्ने फेरि म हाँसिजान्छु कि साँच्ची म चाहिँ हाँस्दिनँ त अनि ग्याजो चाहिँ जसरी खेल्न खेल्ने ल ल तिमीलाई ग्याजो नखेल्ने नहाँसाउने ल फुक्कै नर्फ नाच फुक्कै नर्फ नाच ल है वाह कसरी आएर मलाई टेन्सन लाग्यो डराउँदै के खेल्नु फेरि 3 2 1 गो नफाल्ने एक छिर्कम म बिसाउँछु खा खा कति सक्छस् म बिसाउँछु खा खा कति सक्छस् मिस्टर वन नो गेट अम्रिन्छ ल पेटबाट उसको ट्रिप भइसक्यो मेरो यति देखा तिन गाडी छोड्थ्यो उसको ट्रिप भइसक्यो मेरो यति देखा तिन गाडी छोड्थ्यो ग्याजो चाहिँ नखेल्ने फेरि म हाँसिजान्छु कि साँच्ची म चाहिँ हाँस्दिनँ त अनि ग्याजो चाहिँ जसरी खेल्न खेल्ने ल ल तिमीलाई ग्याजो नखेल्ने के बोले भाइ के बोले के बोले के जथाभावी बोले
छ्या आइहाल्नु भएको छ है रोजको एउटा भइसक्यो म हारेको एउटा म हारेको छु 100 रुपियाँ दिइहाल्छु बरु साँच्चै आउनु खोज्छ हौ मेरो त फेम हुनु त्यही भएर अहिले पनि खाएँ कि मैले अर्को भिडियोमा छ भाइ यही हालिहाल्छु थाहा छैन म हारेको खाएँ फेरि खाइसक्नुपर्छ नि जित्नुलाई त ए खाइदे म त हारेको मेरो यति धेरै छ नि खै म देखाउँछु मेरो ऊ यति धेरै छ होइन म खान सक्दिनँ कि भाइको यति छ यो आराम छ बोक्नु त छ उसको गेडा साँच्चै उम्ल्यो भने तिम्रो मेरो बारीमै रोक्दैन अच्छा तिम्रो बारी चाहिँ सब मेरो यिनीहरू सबै मेरो खाने र खाना म त 50 रुपियाँ गयो त न 50 को राखेँ गाइस 100 रुपियाँको भाइ चाहिँ 50 गइहाल्थ्यो मैले चटपटे खानु चाहिन्छ नि त थाहा छैन नि एक दिन चटपटे पनि बाजी खेलौँ न चटपटे त अनि ढिलो हुन्छ कि बरु त्यो जति तिरो नै लगाऊ होइन ठ्याक्कै लुपा 5 चम्ची नै भन्न लगाऊ अब त एउटा यस्तो खाऊ ए कति मिनेटमा खाइसक्नु हामी दिएको भएन के यति मिनेटमा खाइसक्नु भन्यो भने ठिक्क हुन्छ क्या खा उही जितेको होस् आजलाई यति नै हो अझ यस्तै अगाडि यस्तै भनिहाल्यो होइन त्यही भएर यस्तो नत्र च्यालेन्ज खेल्दा कति मिनटको हुन्छ नि त 5 मिनटभित्र 5 मिनट अहिले गइसक्यो 5 मिनटको भिडियो 2 मिनटमै म सकिहाल्छु एडिट गरेर त्यहाँ चाहिँ म जितेको देखाउँछु कि फेरि खाएँ 50 रुपियाँको लागि जबरजस्ती यति खानु यो कसले खान्छ तेरो है त्यो त म त यति एउटा हो त तिम्रो ल म त हारी गएको पो त म त खाँदिन नि हुनेवाला बुहारीहरू चाहिँ हेर्नु होला मेरो भाइ यति साह्रो खान्छ खान्छौँ के भन्नु आफै किनेर खान्छ पकाइदिने त तपाईँ हजुरहरूको काम त्यति साह्रो भन्नु पर्दैन बुझिहाल्छ क्या बुझ्ने छ भने लिएन त मिलाइदैन म अरू बेला कस्तो खान्छ थाहा छ यस्तो उकाउँदै खान्छु कसम 4 रुपियाँ खानु नि यति गाह्रो भइरहेको छ क्या छिटो नत्र जित्दैन नि त फेरि आछि हौ सरी म 100 रुपियाँ दिइहाल्छु अहिले नै दिइहाल्छु भिडियोमा पनि देखाउँछु फेरि नत्र प्रुफ हुँदैन नि त नि भोलिबाट मिस्त्री च्यालेन्ज कहाँदेखि पैसा ल्याउनु मेरो हुनु पऱ्यो नि रिचार्ज किन्ने पैसा तिमीलाई दिँदैछु यस 150 नि त ए 100 रुपियाँ मलाई थाहा थियो के म जे कुरा पनि ढिलो खान्छु जे कुरा पनि बोल्दा पनि ढिलो बोल्छु जे गर्दा काम गर्दा पनि ढिलै गर्छ होइन पक्का गर्छ नि त फेरि अनि ऊ चाहिँ छिटो गर्छ 2 मिनेटमा नि मैले 5 रुपियाँ आइसकेन हौ दुईचोटि झन् मेरो निस्क्यो अनि त्यहाँबाट 100 रुपियाँको राख्यो भने मेरो पैसा सकिएर जान्छ नि त अनि 50 को मात्र राखेँ सिक्मा हुनु पर्यो क्या सिक्मा अनि अर्को के अरे किन उता फालेको गेट हौ भाइ उसको दियो ले पैसा ले अब म चाहिँ पैसा दिएर आउँछु मेरो बस्दै गर यहाँ बोल्दै गर म आइन्जेल म कोठामा यहीँ छ मेरो कोठा अनि म सुनिरहन्छु होइन म आइन्जेल बोलिराख्नु पर्यो त्यो राम्रो बोल्छु डाइट इनार नै हो आए पैसा छिटो दे 50 रुपियाँ तर मलाई दिएर भोलि बाजी खेल्नै राख्छु म फेरि ओ मेरो 100 रुपियाँ पैसा गइहाल्यो अस्ति बिहेबाट ल्याएको पैसा दिनु कि नदिनु मन भइरहेछ तर मेरो भाइ हो दिइहाल्छु भोलि पनि च्यालेन्ज भोलिबाट फेरि यस्तो च्यालेन्ज खेल्नु पाउँदैनस् नि त कसरी पाउँदिनँ तैँले पैसै दिँदैनस् म खेल्नै मन लाग्दैन यो दिएको चाहिँ के अब चाहिँ लु मेरो भाइ हेर्नुहोस् गाइस हाम्रो च्यालेन्जमा मेरो भाइ चाहिँ जितेको होइन म भाषण गर्नु मन छ भाषण गर्नै आउँदैन नमस्ते सबैजनालाई एकछिन न नमस्ते सबैजनालाई एकछिन न यस्तो ल्याङ्गो ए सबैजनालाई अनि आजको च्यालेन्जमा चाहिँ हाम्रो ब्रोडर चाहिँ जित्नु भएको कारणले म उहाँलाई पुरस्कार अथवा के भन्छ च्यालेन्जको पैसा हस्तान्तरण गर्न चाहन्छु हस्त धन्यवाद यहाँ आइदिनु होला ताली बजा
ताली बजाउनु जिते मैले पैसा पैसा थाप्दा पनि खुसाउँछौ यस अनि के तिमी होइन खालको अनि दिन्छस् त पैसा थाप्दा पनि खुसाउँछौ यस अनि के तिमी होइन खालको अनि दिन्छस् त दिइहाल्छु त दिइहाल्छु त नि दिनु मन त लागेन तर मनबाटै दिएको यस्तो पैसा त कति जति पैसा जान्छ नि त्यति पैसा आउँछ कि मेरोमा फेरि मसँग त यस्तो सिक्मा छ के चाहिँ लाग्यो मेरो मजा नगर न अहिले पैसा बाजीको म त हारे पनि पैसा पनि गयो पेट पनि फुलियो यो खाइहाल्यो तेरो भएकै यो कहाँ हारेपछि त कहाँ खानु मिल्छ त होइन गाइज भन्न ल कति बजे भेमा जानुपर्ने बाई बाई मेरो भिडियो जतिजनाले हेर्नुभयो सबैजनालाई धन्यवाद अनि जतिजनाले मन पराइदिनु भयो कमेन्ट गरिदिनु होला फेरि अर्को भिडियो लिएर हामी तपाईँहरूको सामु जाने हुनेछ फेरि अर्को च्यालेन्ज पनि खेल्नुपर्छ ल खेलिहाल्छ नि तसँग भन्न त उता के भन्नु अर्को च्यालेन्ज लिएर फेरि हामी उपस्थिति हुनेछौँ भन्नु हामी अर्को लिएर नै एकचोटि भनिहाले एकछिन नै अर्को भिडियो भन्नु यिनीहरू कपाल मिला गर्न हालेन अर्को भिडियो लिएर हामी तपाईँहरूको सामने चाँडै आउनेछौँ हामी चाहिँ अर्को भिडियो होइन आज मैले जिते पहिला भन्न कस्तो ल्याङ के अब एकछिन है हेल लु भन् एकछिन के छ म मासुवाल झेरा सुन्तलाको त्यो सेतो सेतो हुन्छ नि त त्यही मासु बनिरहेछ आजको बाजी फेरि च्यालेन्ज भन्नु बाजेर च्यालेन्ज एउटा आजको च्यालेन्ज चाहिँ मैले जितिसकेको छु होइन 100 रुपियाँ के को भन्न त नि लादिन हौ त्यति कागती सुन्तला के गर्नु म खानु सक्दिनँ यता हुनुहुन्छ खान्छु चाहिँ नभनिहाल्नु खानु सक्ने अर्को पटक भोलि नै हाम्रो यस्तै च्यालेन्ज आउँछ भोलि चाहिँ होइन है भोलि नै दिनै पो त अब त मेरो एमबी सकियो कसम हेर न भन्न त भन् छिटो छिटो हामी अर्को च्यालेन्ज लिएर आउनेछौँ हामी अब पैसा भएपछि अर्को च्यालेन्ज उसले ल्याउँछ अरे मलाई च्यालेन्ज दिन्छ अरे अनि यसले त म खासै केही कुरामा च्यालेन्ज गर्न सक्दिनँ होला खेल्छौँ अनि यस्तै भिडियो टकटुक आउनेछ होइन जतिजनाले भन्न जतिजनाले लुसँगै जतिजनाले खान्छ मजा मिल्नु नै जतिजनाले मिलेन हो हात कस्तो तिमी चाहिँ यस्तो पो गरेको त अनि कस्तो गर्नु त जतिजनाले जतिजनाले हेरिदिनु भएकोमा हाम्रो दिउँसोको खाजा चाहिँ यसबाट सुरु हुनेछ यो चाहिँ के को औषधि भन्नुहुन्छ होला अनि औषधि चाहिँ यो केमा काम लाग्छ भन्दा जस्तै अब बर्थडे आएन भने आयो अब चाहिँ आफ्नै कारेसाबारीमा उत्पादन भएको रसिलो सुन्तला भन्नु नि हाम्रो चाहिँ दिउँसोको खाजा सुन्तला यो खाएपछि मान्छेले अब यो कस्तो भन्छ लु म हाँस्दिनँ म हाँस्यो भने तिमीले बोल्नै बिर्सिहाल्छस् म यस्तो गरिहाल्छु कस्तो भन्छ यो यस्तो त्यो बुढोले जुनसुकै संसार कुना काप्चा छट रट माथिबाट हेर्दै हुनुहुन्छ होला 1 लाइक 1 कमेन्ट गर्नु नबिर्सिनु होला अनि सुन्तला चाहिँ साँच्चीकै त्यति खाएर नै पुगेन हौ मलाई एक फिखाएको भए बरु दाम हुन्थेछ अन्त यस्तो उपाय त छिटै जसमी सबै खान सकिन्छ अरे ल अब अन्तिम गान
कस्तो बाई बाई सबैजनाले सुरुदेखि अन्तिमसम्म यो भिडियोलाई हेर्नुभयो सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु यङ स्थिर गाई नकरा न बोल्नु लाउँदा चाहिँ बोल्दैन ल अब चाहिँ भन्नु त सबैजनालाई यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म नछुटाइ हेरिदिनु भएको लागि तपाईँहरूले धेरै धेरै धन्यवाद अनि लाइक कमेन्ट गरिदिनु होला अनि जतिजनाले मनपर्छ सेयर पनि गरिदिनु होला अरूले नगरे पनि मेरो परिवारले चाहिँ गर्नु पर्यो गर्नु भएन भने अबदेखि म भिडियो लिउँदिनँ अनि यो मेरो भिडियो चाहिँ युट्युबमा हाल्दिनँ फेसबुकमा हाल्छु अनि तपाईँहरूले लाइक गरिदिनु होला अनि जतिजनाले मन पराइदिनु भयो लाइक चाहिँ जसरी भए पनि ठोक्नु पर्यो के नि अनि अनि के भन्नु अनि सबैजनालाई अर्को भिडियो न्यू डे न्यू ब्लगमा भेटौँ बाई 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 छोरी मान्छेहरूले यस्तो बाई गर्छन् बाई तिमीले चाहिँ कस्तो गर्छस् किसी गर अब बाई गर्दा ओ यहीँ गर्दा आएको त कैसा लगा मेरा मजा बाई यो तेरो सुन भाग मेरै जुठो खाएर हुर्केको हो त तिमी बाई 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 तैँले पनि यस्तै गर्दो रहेछ बाजी पैसा मनी हेर्न हो मनी मोनालिसा स्टिभ जब्स बेटर नट फक विथ मी धेरै गज किनिदिन्छु तेरो अल कम्पनी फेरि म पैसा तसँग तिमी सुति जाँदा म चोरी लागिहाल्छु बाई आज सकिहाल्छु उसले जिते पनि तिमी दिएको है मैले पनि 50 रुपियाँ उठाएको पक्रे